सन्डे चाहिँ मेरो दिनहरू कसरी बित्छ भन्दाखेरि चाहिँ नि यहाँ हेर्नुहोस्। मेरो पार्टीहरू हो, प्रार्थनाको लागि हामी घर जाँदैछ। आज चाहिँ प्रार्थना चाहिँ एनेस्थेसिया म्यामकोमा छ होइन। अन्त हामी चाहिँ राई गाउँपट्टि जाँदैछ। अन्त आज चर्च चाहिँ म जानु पाएन होइन, किनकि आज बिहानको चर्च जानुपर्ने थियो फर्स्ट मिसा। अन्त मेरो चाहिँ डकुमेन्ट्सको प्रब्लमले गर्दाखेरि चाहिँ म चाहिँ कन्सुलरलाई भेट्नु गएको थिएँ आज। अन्त त्यही भएर चाहिँ म चर्च जानु पनि पाएन। अन्त आज चाहिँ सन्डे चाहिँ कसरी बित्यो भन्दाखेरि चाहिँ त्यही कारण देखाएको होइन। यसरी बित्दैछ। प्रार्थनाहरू जानुपर्छ सन्डे, सबैको यस्तै हुन्छ होइन। हाम्रो पनि आफ्टर चर्च चाहिँ हाम्रो सबैको घरमा बिएसी हुन्छ, प्रार्थना हुन्छ होइन। चर्च जानु नपाए पनि म बिएसी चाहिँ जान्छु होइन। अन्त अब कोही बेला यस्तै हुन्छ प्रब्लम, मरौ परो भन्यो, बिहा भन्यो है, त्यता पनि जानै पर्यो सघाउनु, यता त्यता सबैपट्टि भ्याउनै पर्छ हामीले। अन्त साह्रो छ। सबैजना जाँदैछ अगाडि होइन, पर सबैजना जाँदैछ। मैले लास्टमा चाहिँ भिडियो बनाउँदै हिँडेको नि त। अन्त मैले यसरी बनाएको थिइनँ नि त। सन्डे के गर्छु भन्दाखेरि चाहिँ सन्डे त्यही हो, चर्च गयो आयो, घरमा अलिअलि काम गऱ्यो होइन। अन्त के काम छ गरेँ, त्यहाँदेखि बिएसी गयो, बिएसीबाट घर आयो सिधै होइन। बिएसी पनि 1 घन्टाहरू हुन्छ। अन्त आधी जाँदैछ, आधी पछाडि म जाँदैछु। अन्त बिएसी जाँदाखेरि चाहिँ के लिएर हिँड्छु भन्दाखेरि चाहिँ बाइबल चाहिँ मैले लिएर आएन, किनकि बाइबल चाहिँ मेरो निकै ठुलो छ हो। अन्त ब्यागमा पनि अट्दैन, बाइबल ठुलो छ। अन्त वचनहरू त अब फोनमा पनि छ नि त, बाइबल फोनमा पनि छ, फोनबाट पनि भइहाल्छ होइन। अन्त अर्को कुरा चाहिँ के छ भने चाहिँ बेला आई हेभ भजनमाला। सो भजनमाला लिएर हिँड्छु होइन। ब्यागमा चाहिँ भजनमाला छ। त्यो भजनमाला चाहिँ किन चाहिन्छ। सबै भजन त याद हुँदैन नि त हामीलाई होइन। कति त हेर्दै पनि भजन गीत गाउनुपर्छ, प्रार्थनाहरू पनि गर्नुपर्छ। अन्त म चाहिँ यहाँ राई गाउँ आइपुगेँ होइन। हस्पिटलदेखि चाहिँ हिँड्दै आएको हो। अन्त यहाँ जाँदै साथी कत्रो झर्ना छ यहाँ त, झन् ठुलो छ झर्ना। इस हो, हामी यसरी प्रार्थनामा जानुपर्छ, टाढो पनि जानुपर्छ। अब कति त छेउछाउमै हुन्छ होइन, कति चाहिँ अब टाढो हुन्छ नि त। अन्त टाढो पनि जानुपर्छ। आज चाहिँ कस्तो लागिरहेछ नि। अब चर्च पनि जानु पाएन हो, कति भइसक्यो चर्च नगएको। यति बेसी प्रब्लम हुन्छ क्या हो चर्च जाने बेलामा नि। घरि कहाँ जानुपर्छ हो। अन्त हेर सक्छ नि घरि त यही घरमा। यहाँ चाहिँ राई गाउँ मेरो चाहिँ यसरी बित्छ होइन। मेरो सन्डे चाहिँ यसरी बित्छ, जहिले पनि यस्तै हो मेरो। म चर्च जानु नपाए नि म बिएसी जान्छु होइन। जसरी भए पनि म जान्छु, टाइम निकालेर भए पनि जान्छु। यहाँ बिएसी जानु पाएन भने म यता चर्च चाहिँ जान्छु। यति नै हो है। त जिसु बढाइ तपाईँ सबैजनालाई होइन। म घर यो म्यामको घर पुग्न आएको थिएँ। सो बाई। मेरो सन्डे चाहिँ यसरी बित्छ हो। तपाईँहरूको सन्डे चाहिँ कसरी बित्छ भन्नुहोस् ल मलाई पनि। कति चाहिँ म त्यो कुरा मात्रै गरिबस्नु हुँदै त हुँदैन, त्यसको फलै पाउँदैन। मैले कहिले पनि फल पाउँदिनँ